हेलो एभ्रिवान, नमस्ते। म चाहिँ नेपाल आएको नि 1-2 दिन भइसकेको थियो। अनि हामी चाहिँ बुढाबुढी टाइमको युटिलाइज गरौँ भनेर घुम्ने प्लान गऱ्यौँ। हामी चाहिँ कता जाने त भनेर सल्लाह गर्दै थियौँ है। त्यसपछि छामाले हामीलाई कुलेखानी रिकमेन्ड गर्नुभयो र हामी त्यतै जाने प्लान गऱ्यौँ। हामी चाहिँ बिहान 8 बजीतिर बाटो लागेको थियौँ। बाटो रमाइलो साथसाथै डरलाग्दो नि थियो। बाटोमा चाहिँ पहिरो गएको हुनाले ढुङ्गानी माथिबाट चढिरहेको थियो है। अनि त्यो मोमेन्टमा डरले भाग्नुपर्ने अवस्था नि भएको हुनाले भिडियो फोटोहरू चाहिँ खिच्न पाएको थिएन। बाटो अलिक नराम्रो भएकोले हामी बल्ल तल्ल जाउँ कि नजाउँ हुँदै गइरहेको थियौँ। त्यो पनि बल्ल तल्ल हामी हाम्रो डेस्टिनेसनमा नि पुग्यो। धन्न ठाउँ चाहिँ राम्रै थियो। बट ठाउँ राम्रै भए पनि सिजन नभएको हुनाले होला मान्छेहरू चाहिँ खासै थिएन। हामी पुग्दा त 12 बजिसकेको थियो। त्यसैले भोकले गाह्रो भइसकेको हुनाले हामी चाहिँ सुरुमै खाना खायौँ। त्यसपछि मेरो चाहिँ बोटिङ गर्ने प्लान थियो, बट बुढी चाहिँ मानेन। त्यसपछि के गर्नु र फोटो भिडियोहरू खिच्यौँ। त्यसपछि एकछिन घुमघाम गरेर हामी चाहिँ फर्किहालेको थियौँ। अहिलेसम्म जानु नभएकोहरूलाई चाहिँ एकपल्ट जानु होला भन्न चाहन्छु। सिजनमा जानुभयो भने एकदम बेस्ट हुनेछ है त।